योग एवं ध्यान प्राणायाम विशेष गरेर हाम्रो शरीर मानसिक स्वास्थ्यको लागि लाभदायक हो। आज 21 जुन अन्तर्राष्ट्रिय योग दिवसको दिनमा सबैजनालाई विश्वलाई जनजागृत गराउँदै योग ध्यान एवं पतञ्जलि योग ऋषिले गरेको योगा हाम्रो रामदेव महाराजले प्रचलित गरेको भारत विश्वमा गरी सारा विश्वमा फैलाइरहेको यो योग दिवसमा हामी सबैलाई विश्वको सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना र ओमको हार्दिक नमन गर्दैछु। अब हामी खुट्टा सुखा आसनमा बस्दै हात ध्यान मुद्रा ज्ञान मुद्रामा दुवै खुट्टाको माथि राख्दै हामी योगको सुरुवात गर्छौं ओमको उच्चारणको साथ। ओम